हेलो, हामी तिनजनाको तर्फबाट हजुरहरूलाई नमस्कार। सन्चै हुनुहुन्छ? आज चाहिँ हामी साँझको खाना पानीपुरी खाने भनेर सबै मिलेर रेडी पार्दैछौँ। म चाहिँ बुटोल दिदीको घरमा गएको, बहिनी पनि काठमाडौँबाट आएको थियो। हामी दुई बहिनी चाहिँ दिदीकोमा बसेका थियौँ। इक्जाम थियो नि त मेरो, अनि इक्जाममा चाहिँ लास्ट दिन चाहिँ हामीले के खाने त भन्दा पानीपुरी खाने भन्ने सल्लाह भयो। अनि लास्ट पानीपुरीको बनाउने बहिनीले मसला बनाउने, अनि अर्को बहिनीले चाहिँ पानीपुरी तार्ने, अनि दिदीले चाहिँ त्यहाँ भएको सामानहरू काटकुट गर्ने गरिरहनु भएको थियो। म चाहिँ भिडियो बनाउँदै थिएँ। अनि स्प्राइटहरू पनि लिएर आएँ, अनि खाएँ। अनि लास्टमा चाहिँ कस्तो मिठो भयो त भनेर रिभ्यू देऊ त भनेको, मिठो भयो अरे। ऊ चाहिँ हाँसेको, अनि दिदीले चाहिँ मिठो भएछ भन्नुभएको थियो। मिठो चाहिँ असाध्यै मिठो भएको थियो, बाहिरको भन्दा पनि। हामीले बनाएको बेला त वाह भनेको भन्दै थियौँ हामीले। लास्टमा पनि बहिनीले खायो, कस्तो भयो भन्दा मिठो भन्यो। अनि त्यति पानीपुरी खाएर पनि नभएर मसला बचेको थियो, फेरि एउटा चाउचो चारैजनाले खायौँ। अनि चाउचो खाइसकेपछि चाहिँ मैले लास्टमा के कुरा गर्दै थिएँ मैले चाहिँ बिर्सिएँ। अनि त्यहाँ सबजना हाँस्नु भयो। अनि आजको लागि बाई बाई, सी यू नेक्स्ट ब्लग।